बढ्दै जाँदा वा घुँडामा धेरै भार पर्दा घुँडाको बीचमा हुने कार्टिलेज पातलो हुँदै जान्छ। घुँडाको चिप्लोपन कम हुन्छ, जसले गर्दा घुँडामा दुखाइ, कडापन र हिँडुल गर्न गाह्रो जस्ता समस्याहरू देखिन्छ। यसलाई ओस्टियोआर्थराइटिस नी अथवा घुँडाको हड्डी खिनो भनिन्छ। यस समस्याका समाधानका लागि धेरै उपायहरू छन्, जस्तै औषधिको सेवन, विभिन्न इन्जेक्सन र घुँडाको अवस्था हेरेर घुँडा फेर्ने या जोइन्ट रिप्लेसमेन्टहरू। तर यी सबैमध्ये फिजियोथेरापी एक प्रभावकारी र दीर्घकालीन उपचार विधिका रूपमा लिन सकिन्छ। फिजियोथेरापीमा सुरुमा चेक गर्नुहुन्छ कहाँबाट समस्या उत्पन्न भएको हो, कुन मांसपेशी, पोस्चर वा बायोमेकानिक्समा समस्या छ भनेर पत्ता लगाई त्यही अनुसार ट्रिटमेन्टलाई अगाडि बढाउनुहुन्छ। अझै केही दिन या केही हप्ता फिजियोथेरापिस्टकै निगरानीमा उपचार गराउनु भयो भने समस्या चाँडै निको हुने हुन्छ। अन्ततः सबै बिरामीले के ध्यान दिनुपर्छ? आफ्नो जीवनशैली परिवर्तन, तौल व्यवस्थापन, दैनिकी क्रियाकलापमा सावधानी र फिजियोथेरापिस्टद्वारा सिकाएका व्यायामहरू नियमित रूपमा गर्नुपर्छ। धन्यवाद।